कि सत्ताको आरमा जे पनि गर्न मिल्ने? यो अत्याचारको तर्फ त सरकार गइरहेको छैन। यसमा म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। हिजो शिक्षक आन्दोलनहरूमा आफै घुसपेट गराएर शिक्षकहरूमाथि निर्मम रूपबाट लाठीचार्ज, पानीको फोहरा र असुर ग्रासको प्रयोग गरेर 62 जना शिक्षकहरूलाई घाइते बनाएको छ। तपाईहरु जबसम्म नेपाली जनता मात्रै भएर बस्नुहुन्छ, यो राजनीतिक दल, सदन सबैको मालिक बनेर बस्न सक्नुहुन्छ। तर जुन बेला राजनीतिक दलको सदस्यता लिएर तपाईं कार्यकर्ता बन्नुहुन्छ, तब तपाईं कुनै नेताको उठ बठ बस भन्ने किसिमको एउटा साधारण दास बन्न मात्रै हुन्छ। त्यसकारण हिजो आन्दोलनका क्रममा सम्झौता गर्ने, आफ्नो कार्यकाल भरि कानमा तेल हालेर सुत्ने, कुनै काम नगर्ने सरकारहरूले अहिले आएर चाहिँ शिक्षा विधेयक दिएर मात्रै जाने ढंगले जुन कुरा गरिरहनु भएको छ, समितिमा उपसमितिमा भइरहेको कामलाई सरकारले, यो शिक्षा मन्त्रालयले शिक्षकहरूलाई र सिङ्गो देशलाई जानकारी गराउनु पर्छ र अहिले ऐदेश मम गरोस् र जे कुरा गरेर शिक्षकहरूलाई फिर्ता विद्यालयमा पठाउन मिल्छ त्यसको वातावरण सृजना गरोस् भनेर माग गर्न चाहन्छु। भुटानी शरणार्थीमा जुन लेभलको प्रोटेस्ट गरेर थियो, त्यो भन्दा ठूलो प्रोटेस्ट गर्छु एक हप्ताको भित्र यदि यो समस्या समाधान भएन भने। किनकि यो शिक्षाको बजेट कति छ यो आएर सरकारले भन्नु पर्यो र शिक्षकहरूलाई पनि भन्नु पर्यो र पठन पाठनको वातावरण बनाउनु पर्यो। हाम्रो बच्चाहरूको पढ्ने अधिकार घुमिरहेको छ र सरकार दमन धेरै नगर, फेरि यो पुलिसहरू, प्रहरी प्रशासनहरूलाई पनि धेरै लाठीचार्ज गर्नु नलगाऊ, धेरै दमन नगर, तिमीहरूले पनि एक दिन आएर फेरि तिमीहरूलाई पनि लाठी जाने दिन आउला भनेर म सचेत गराउन चाहन्छु। धन्यवाद। र मैले सोधेँ अभिभावकहरूलाई, होइन के भएको, कुनै दुर्घटना भएको हो भनेर मैले सोधेँ। अभिभावकहरूले मलाई के भन्नुभयो भने, होइन हाम्रा मास्टरहरू सबै लगेर सरकारले काठमाडौँमा राखिदिएको छ। अब हाम्रा यी केटाकेटीहरू कहिले भिर, कहिले पाखा, कहिले रुखमा जान्छन्। पढ्ने कुरा त हरायो, अब यिनको उपचार गर्न नै झन् थप ऋण बोक्नु परेको छ भनेर उहाँहरू दुखी पोख्दै हुनुहुन्थ्यो। सभामुख महोदय, 15 गति एउटा पत्रकारलाई त यो सरकारले मार्यो नै, अर्को पत्रकारलाई पनि घाइते बनाएर राखेको छ। शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ। हिजो मात्रै शान्तिपूर्ण शिक्षकको आन्दोलनमा सरकारले दमन गर्यो र त्यहाँ गरेको दमन जुन ढंगले सरकार शान्तिपूर्ण तरिकाले बसिरहेका शिक्षकहरूमाथि आफ्नो आङको भैँसी नदेख्ने, अर्को आङको जुम्रा देख्ने शिक्षकहरूका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ, यसको म भर्त्सना गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु र घाइते शिक्षक तथा पत्रकारको स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। सभामुख महोदय, प्रहरीहरूले दमन गर्यो, राज्यले दमन गर्यो शिक्षकहरूमाथि र दर्जनौं शिक्षकहरू घाइते भएर अस्पतालमा छन्। उहाँहरूको मागहरू न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल सरकारले सम्बोधन गर्नु पर्यो। यो शिक्षाको बजेट कति छ यो आएर सरकारले भन्नु पर्यो र शिक्षकहरूलाई पनि भन्नु पर्यो र पठन पाठनको वातावरण बनाउनु पर्यो। हाम्रो बच्चाहरूको पढ्ने अधिकार घुमिरहेको छ। सम्माननीय सभामुख महोदय, लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको यसमा फरक मत राख्न पाउने अभिव्यक्ति स्वतन्त्रता पनि हो। तर जुन प्रकारले यो राज्य अधिनायकवादतर्फ हिँडिरहेको हो कि जस्तो भान हुने किसिमले गइरहेछ, यो टिरेनी अफ मेजोरिटी अर्थात यो बहुमतको यो अत्याचारको तर्फ त सरकार गइरहेको छैन। यसमा म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु र शिक्षक साथीहरूलाई पनि भन्न चाहन्छु, तपाईहरु जबसम्म नेपाली जनता मात्रै भएर बस्नुहुन्छ, यो राजनीतिक दल, सदन सबैको मालिक बनेर बस्न सक्नुहुन्छ। तर जुन बेला राजनीतिक दलको सदस्यता लिएर तपाईं कार्यकर्ता बन्नुहुन्छ, तब तपाईं कुनै नेताको उठ बस भन्ने किसिमको एउटा साधारण दास बन्न मात्रै हुन्छ। त्यसकारण म शिक्षक साथीहरूलाई पनि भन्न चाहन्छु, शिक्षा ऐनमा लेखिएको कुरा तपाईहरु पनि पालना गर्नु। राजनीतिक दललाई भन्न चाहन्छु, राजनीतिक दल सम्बन्धीको ऐनले जुन भनेको छ शिक्षकहरूलाई राजनीतिक सदस्य दिनुहुन्न, त्यसको पालना गर्न भन्न चाहन्छु र राज्यलाई अधिनायकवादतर्फ तपाईहरु लम्किँदै हुनुहुन्छ, यसमा आपत्ति पनि जनाउँछु र शिक्षकहरू माथि भएको यो दमन तुरुन्त यसमा राज्यले मम गरोस् र जे कुरा गरेर शिक्षकहरूलाई फिर्ता विद्यालयमा पठाउन मिल्छ त्यसको वातावरण सृजना गरोस् भनेर माग गर्न चाहन्छु। धन्यवाद। माननीय सदस्य रोशन कार्की। सभामुख महोदय, सरकार फेरि दमनमा उत्रिएको छ। हिजो शिक्षक आन्दोलनहरूमा आफै घुसपेट गराएर शिक्षकहरूमाथि निर्मम रूपबाट लाठीचार्ज, पानीको फोहरा
र असुर ग्रासको प्रयोग गरेर 62 जना शिक्षकहरूलाई घाइते बनाएको छ र साथै महिला शिक्षिकाहरूमाथि पनि अत्यन्त दुर्व्यवहारपूर्वक गरेर लाठीचार्ज गरेर तिनीहरूलाई पनि घाइते बनाएको छ। यो सरकारले चाहिँ चाहेको हो। त्यस्तै त्यही घटनामा हिजो प्राइम टेलिभिजनका पत्रकार सबिना कार्की पनि घाइते हुनु भएको छ। 15 गते एउटा पत्रकारलाई त यो सरकारले मार्यो नै, अर्को पत्रकारलाई पनि घाइते बनाएर राखेको छ। म सरकारसँग सभामुख मार्फत म सरकारसँग भन्न चाहन्छु, सरकारले म भन्न चाहन्छु, शिक्षा ऐन दिएर शिक्षकहरूलाई विद्यालयमा पठाउने वातावरण तयार गरियोस् र आवासीय चिकित्सकहरूलाई उनीहरूको जायज माग पूरा गरेर अस्पतालमा पठाउने वातावरण चाहिँ तयार गरोस् यो सरकारले। म सभामुख मार्फतबाट म यो अनुरोध गर्न चाहन्छु। यसरी घाइते भएका शिक्षकहरूलाई तुरन्त र पत्रकारमाथि पनि तुरन्त उनीहरूलाई निःशुल्क राम्रो ठाउँमा औषधि उपचार गरियोस् र सरकार दमन धेरै नगर, फेरि यो पुलिसहरू प्रहरी प्रशासनहरूलाई पनि धेरै लाठीचार्ज गर्नु नलगाऊ, धेरै दमन नगर, तिमीहरूले पनि एक दिन आएर फेरि तिमीहरूलाई पनि लाठी जाने दिन आउला भनेर म सचेत गराउन चाहन्छु। धन्यवाद। सम्मानीय सभापति महोदय, कि सत्ताको आरमा जे पनि गर्न मिल्ने, म सन्दर्भ सर्लाही क्षेत्र नम्बर 4 को बसबरिया गाउँपालिका 3 मा एउटा गिटी क्रसर छ, जम्मा विद्यालयको 50 मिटरको दूरी पर प्राथमिक विद्यालय बसबरिया 3 वडा नम्बर 3 मा। त्यसमा सैकड़ों बाल बालिका पढ्छ, 1 देखि 5 सम्मको विद्यालय हो र गाउँ पनि त्यही छन्। तर त्यो सत्ताको आरमा, गृह मन्त्रालयको आरमा त्यहाँ गुण्डागर्दी भइरहेछ, जो बोल्छ त्यसलाई झुटा मुद्दा लगाउने काम भइरहेछ, कुटपिट काम भइरहेछ। उल्टै त्यहाँ प्रदेशमा बसेको डीआईजी प्रमोसन पाउने बित्तिकै उसको घरमा, गाउँको घरमा आशीर्वाद थाप्ने जान्छ र साथसाथै भर्खर 2-3 दिन पहिला कांग्रेसका महामन्त्रीले भन्नुभएको थियो कि प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया छ। त्यो थाहा छ कि छैन? जसरी एउटा उखान छ कि आफ्नो आँखको भैँसी नदेख्ने, अर्को आँखको जुम्रा देख्ने। उहाँको बेडरुममा सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सजाय पाइसकेका, कैद र जरिवाना दुईटै पाइसकेको उहाँको बेडरुममा छ। अहिलेसम्म नेपाली कांग्रेसले उसलाई हटाउन सकेका छैन, किनकि नेपाली कांग्रेसलाई नियम र कानून संविधानको पालना गर्न आउँदैन। र एउटा म के सभामुखजीलाई राख्न चाहन्छु, हिजै हामी प्रधानमन्त्रीलाई यो सर्लाहीको घटना लिएर 3 जना सर्लाहीका प्रतिनिधि सभाका सांसद, निर्वाचित सांसद, समानुपातिक निर्वाचित सांसद हामी प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र दिएका छौं। यदि त्यो समस्या समाधान भएन, तस्करी र गुण्डागर्दी सँगै गृह मन्त्रालयको संरक्षणमा चलिराख्यो भने यही संसदमा भुटानी शरणार्थीमा जुन लेभलको प्रोटेस्ट गरेका थियो, त्यो भन्दा ठूलो प्रोटेस्ट गर्छु 1 हप्ताको भित्र यदि यो समस्या समाधान भएन भने। किनकि जनतालाई, निमुखा जनतालाई सत्ताको आरमा मुद्दा लगाउने, पुलिस प्रशासनको प्रयोग गर्ने गृह मन्त्रालय, नेपाल सरकारको गृह मन्त्रालय, कांग्रेसको गृह मन्त्रालय होइन। या त नाम चेन्ज गरौं, गृह मन्त्रालय ब्राकेटमा कांग्रेस पार्टीको कार्यकर्ता गुण्डागर्दीमा छुट हुन्छ, मुद्दामा छुट हुन्छ, बलात्कार हत्यामा छुट हुन्छ। सम्माननीय सभामुख महोदय, म 3 दिन अगाडि गाउँबाट फर्केको। गाउँमा जाँदा गाउँका बालबच्चाहरू कसैको खुट्टामा, कसैको हातमा पट्टी बाँधेको, कसैको टाउकोमा टाका लगाएको 2 दर्जन भन्दा बालबालिकाहरू मैले भेटेँ। र मैले सोधेँ अभिभावकहरूलाई, होइन के भएको, कुनै दुर्घटना भएको हो भनेर मैले सोधेँ। अभिभावकहरूले मलाई के भन्नुभयो भने, होइन हाम्रा मास्टरबरी सबै लगेर सरकारले काठमाडौँमा राखिदिएको छ। अब हाम्रा यी केटाकेटीहरू कहिले भिड, कहिले पाखा, कहिले रुखमा जान्छन्। पढ्ने कुरा त हरायो, अब यिनको उपचार गर्न नै झन् थप ऋण बोक्नु परेको छ भनेर उहाँहरू दुखी पोख्दै हुनुहुन्थ्यो। सभामुख महोदय, शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ। हिजो मात्रै शान्तिपूर्ण शिक्षकको आन्दोलनमा सरकारले दमन गर्यो र त्यहाँ गरिएको दमन जुन ढंगले सरकार शान्तिपूर्ण तरिकाले बसिरहेका शिक्षकहरूमाथि पानीको फोहरा, लठी, अर्सु ग्यास प्रहार गरेर दर्जनौं शिक्षकहरू घाइते हुनुभएको छ र आज अस्पतालमा उपचार गरिरहनु भएको छ र एउटा सबिना कार्की पत्रकार गम्भीर घाइते हुनुभएको छ। यस्तो अवस्था आज किन सिर्जना भइरहेको छ? सरकारले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा किन दमन गरिरहेको छ? यसको म भर्त्सना गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु र घाइते शिक्षक तथा पत्रकारको स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। सभामुख महोदय, संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर
शिक्षालाई नयाँ दिशा दिनु पर्दथ्यो। आजको विकास, आजको देशको आवश्यकता, आजको विश्व बजारको माग र प्रतिस्पर्धा, आजको टेक्नोलोजीलाई प्रयोग गर्ने गरी शिक्षा यसलाई परिवर्तन गर्नु पर्थ्यो, पाठ्यक्रम परिवर्तन गर्नु पर्थ्यो, पाठ्यपुस्तक परिवर्तन गर्नु पर्थ्यो, तर त्यो भइरहेको छैन। आज पुराना ऐन र कानूनहरूले आज संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा बाधा अर्जन भइरहेको छ। यस्तो अवस्थामा राज्यले नै, यो संसदले नै हामीले ऐन बनाएर दिनुपर्ने बेलामा शिक्षकहरू हामीलाई ऐन देऊ भनेर माग्न आइरहेको सन्दर्भमा उनीहरूको मागलाई सम्बोधन गरेर, उनीहरूका जायज मागलाई पूरा गरेर जानुको सट्टा तीनवटा सरकारहरूले पटक पटक गरेका सम्झौताहरू कार्यान्वयन नगर्ने, धोका दिने र पछिल्लो। सामान्य सभामुख महोदय, शिक्षक आन्दोलनका क्रममा हिजो भएको घटनाप्रति म दुःख व्यक्त गर्न चाहन्छु। यस्तो घटना नहुनु पर्ने हो। सुरक्षाकर्मी प्रहरीहरू पनि राष्ट्रसेवक हुन् र शिक्षकहरू पनि राष्ट्रसेवक हुन्। राष्ट्रसेवकहरूमाथि यो खालको आन्दोलनका नाममा गरिने व्यवहार होस् वा जुनसुकै रूपमा दुःखद हो, यस्तो गर्नु उचित होइन। म शिक्षकहरूलाई संयमित भएर आफ्ना घोषित आन्दोलनका कार्यक्रम अनुसार नै सरकारको, संसदको, समाजको र सिङ्गो देशको जुन ध्यानाकर्षण गराइरहनु भएको छ त्यो प्रक्रियालाई नै अगाडि बढाउन आग्रह गर्न चाहन्छु र सुरक्षाकर्मीहरूलाई पनि संयमित हुन ध्यानाकर्षण गर्न चाहन्छु। अहिले हामी शिक्षा विधेयकलाई टुङ्ग्याउने, यो संसदको यो बैठकबाट टुङ्ग्याउने, यो अधिवेशनबाट टुङ्ग्याउने प्रक्रियामा छौं। सिङ्गो संसद त्यसप्रति गम्भीर छ भन्ने अनुभूति सिङ्गो देशले गर्ने गरी यो संसदमा शिक्षा मन्त्रीज्यूले पनि त्यस ढंगले विषयवस्तु राख्नुपर्छ। उहाँले यो संसद र यो संसद मार्फत सिङ्गो देशलाई जानकारी गराउनुपर्छ। मैले छलफलको प्याटर्नलाई बुझ्दा शिक्षा उपसमिति जुन गठन भएको छ माननीय छविलाल विश्वकर्माको नेतृत्वमा 10 सदस्य, त्यहाँ सबै पक्षको सर्वसम्मतिमा एकसरो हिसाबले सबै दफामा संशोधन प्रस्तावहरू सहित छलफल भइरहेको छ र अब केही विवाद भएका, छलफल जारी रहेका विषयहरूलाई टुङ्ग्याउने क्रममा सबै परिक्षेत्र र दफाहरूमा काम भइराखेको छ। शिक्षा विधेयक हिजो आन्दोलनका क्रममा सम्झौता गर्ने, आफ्नो कार्यकालभरि कानमा तेल हालेर सुत्ने, कुनै काम नगर्ने सरकारहरूले अहिले आएर चाहिँ शिक्षा विधेयक दिएर मात्रै जाने ढंगले जुन कुरा गरिरहनु भएको छ, समितिमा उपसमितिमा भइरहेको कामलाई सरकारले, यो शिक्षा मन्त्रालयले शिक्षकहरूलाई र सिङ्गो देशलाई जानकारी गराउनुपर्छ र अहिले